नमस्कार सबैजनालाई। म आज तपाईहरुलाई व्हाइल लूप सी प्रोग्रामिङमा व्हाइल लूप कसरी काम गर्छ त त्यसको म भिडियो लिएर आएको छु र म सुरुमा कोड ब्लक खोल्छु र मैले व्हाइल लूपलाई युज गरेर हेलो वर्ल्डलाई मैले 100 चोटी प्रिन्ट गर्नु छ लूप युज गरेर। त्यसको लागि म तपाईहरुलाई यो भिडियोमा देखाउने छु। सबभन्दा पहिला म एउटा न्यू फाइल क्रिएट गर्छु र यसलाई चाहिँ म सुरुमा सेभ गर्दिन्छु व्हाइल लूप भनेर। व्हाइल लूप अब यहाँबाट चाहिँ मैले आफ्नो कोड लेख्न सुरु गर्छु। void main अनि int I is equal to 1 अनि while I less than equal to 100 त्यसपछि printf hello world र हामीले चाहिँ I is equal to I plus 1 एकले बढ्ने। अब यो चाहिँ हाम्रो मैले यहाँनिर ब्याकस्ल्यास n राखे किनभने यो ब्याकस्ल्यास n ले चाहिँ हाम्रो न्यू लाइनमा एक्जिक्युट गराउँछ। मैले बिल्ड एन्ड रन गरे। यो चाहिँ हाम्रो अब यो 100 चोटी आयो कि नै भनेर त्यो थाहा नहुन सक्छ। त्यही भएर मैले यहाँनिर चाहिँ %d गराएर मैले यहाँनिर I राख्दिएपछि 1 2 3 गरेर आउँछ। देख्नु भएको छ यो 1 बाट भएर 100 सम्म प्रिन्ट भएको छ। बिल्ड एन्ड रन तपाईहरुले हेर्न सक्नुहुन्छ यसको रिजल्ट आएको छ। यो 1 2 3 गरेर हाम्रो 100 सम्म आएको छ हेलो वर्ल्ड। त्यसैगरी अब तपाईहरुले यहाँनिर अर्कै के लेख्न सक्नुहुन्छ। यहाँनिर मैले आफ्नो च्यानलको नाम लेखेछु जिटेक। यसलाई हामीले रन गर्यौं भने हाम्रो यस्तो पुरै 100 सम्म आउन सक्छ। त्यसैगरी तपाईहरुले अरु यसको ठाउँमा जे सुकै पनि राख्न सक्नुहुन्छ त्यो चाहिँ प्रिन्ट हुन्छ। हस् धन्यवाद।